हाई एभ्रिवान वेलकम ब्याक टु माई अनदर मिनी ब्लग। म चाहिँ धेरै दिनपछि आज आफ्नो मिनी ब्लग लिएर आएको छु किनभने आज चाहिँ हामी यहाँ सक्नुहुन्छ चेरी खाने भनेर चेरीको फार्ममा आएको छौँ र यतादेखि उता जानु भने यहाँ हेर्नुहोस् न, यहाँ हेर्नु न गाइस, चेरी चाहिँ यहाँनिर यो एउटा यो अर्को टाइपको त्यो अर्को है। यहाँ हेर्नु न, यहाँभित्र चाहिँ हामीलाई एन्ट्री गर्नुपर्ने होला। ए उहाँहरू न कत्रो कत्रो घन्टी कि हाम्रोमा गाईलाई बाँध्ने जस्तै घन्टी रहेछ। उहाँहरू न घन्टी गाईलाई बाँध्ने जस्तै घन्टी रहेछ पछाडि तपाईँको। अनि यता चाहिँ हेर्नुहोस् न गाइस, केटाकेटीले यहाँ बाघरा देखेपछि सो गाइस चेरीको यो के भन्छ रुख चाहिँ यस्तो रहेछ होइन। यो चेरी लु मैले चेरी खाँदै पुरै रहेछ माता यसको टेस्ट। रेडी 1 2 3 गो। रातो खालको यतै छ भनि नि त उसले, त्यो अर्को खालको त ट्याक्कै किम्बोको त्यस्तै स्वाद रहेछ। ऊ सिँढीहरू राखिदिएको रहेछ त। सिँढीबाट त्यसो गर्नु मिलो हुन्छ र यो च्वाकै हुन्छ अरे। मिलो तिमीले खादिनौ हो यस्तो अमिलो रहेछ। दाजु भने गाई चेरी छेउछाउमा नभेटेर यहाँ एकदमै भराङ लाएर टिपाइ हुँदैछ है। अनि गाई हावा चाहिँ एकदमै राम्रो आएको छ होइन, वेदर एकदम राम्रो छ। यहाँ हाम्रो यताको नजारा पनि एकदमै दामी छ र यहाँनिर पनि रहेछ है गाइस, माथि रहेछ गाइस। तर के गर्नु, मैले भेट्दिनँ होइन, मैले भेट्नेवाला छुइनँ र पनि यति बेला पाऱ्यौँ। यहाँको चाहिँ के हुन्छ भने भित्र फार्मभित्र हामीले जति पनि खान सक्छौँ होइन, पैसा लाग्दैन। बट बाहिर हामीले घर लिएर जानु पर्यो भने चाहिँ पैसा तिर्नुपर्छ। चोर 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 आए, यहाँ चोर आए गाइस। खाना हो तिमीलाई। ओके यहाँ हेर्नु न कति माथि माथि के छेउछेउमा नजिक नजिक भएको चाहिँ सबै टिपिसकेको होला नि, त्यही भएर कति धेरै माथि 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 छ। यो चाहिँ कस्तो मजाको गाई छ नि, कालो खालको होइन, कस्तो गुलियो क्या यो चाहिँ। पानी आयो, अझै माथि जाऊ एक स्टेप। ध्यानले लुगा किचिँदैछ नि गाइस। गाइस म यहाँ चेरी टिप्नलाई माथि चढेको है। अहिले ठुली भयो नि त, ठुलो भएपछि मान्छे डरपोक हुन्छ अरे क्या। हो तर त्यो त साँच्चै भन्नु, सानोमा जति हामी रुखमाथि चढ्थ्यौँ होइन। आयो के भयो कपाल खानु नि त। सक्नुहुन्छ है कस्तो राम्रो राम्रो होइन रात गाइस। गाइस एप्पलको फार्म पनि रहेछ होइन, यहाँ हेर्नु न, एप्पलको बेबी पनि यहाँनिर भर्खर बेबी छ एप्पल चाहिँ। के हो भन्नु है। अब यहाँ चाहिँ हामीले टिपेर ल्याएको गाइस, त्यसको बिल हुँदैछ है। यहाँ चाहिँ नापेर लिन्छन्। स्वास्स भयो है गाइस एकैछिनमा। म यहाँ भित्रको नजारा पनि देखाउँछु ल। यहाँ हेर्नु न कस्तो राम्रो यहाँ हेर्नु न डेकोरेसन गरेको। फार्ममा चाहिँ गाइस बिरालो बाख्रा होइन के हो सबै थोक पाइँदो रहेछ है। बसै घरमा हान्नु न राजा त्यस्तै। त्यसपछि चाहिँ गाइस हामीले चेरीको बिलहरू गरेर घरतिर लाग्यौँ। यहाँ हेर्नु न बाहिरको नजारा फिल गर्दै कस्तो मजाको। कारमा त बसिसक्नु थिएन गर्मीले होइन, मैले चाहिँ सिसा खोलेर बाहिरको हावाको यो आनन्द लिँदै थिएँ। र गाइस आजको भिडियो यहीँसम्म। हजुरहरूलाई धेरै धेरै धन्यवाद छ। फेरि भेटौँला अर्को मेरो नयाँ भिडियोमा। बाई बाई।